कुनै पनि वाक्यमा नाम वा सर्वनामसँग सम्बन्ध स्थापित गर्ने शब्दलाई हामी प्रिपोजिसन भन्छौँ। यसलाई नेपालीमा नामयोगी भन्छौँ। यसले सेन्टेन्समा समय, स्थान, दिशा, तरिका, कारण वा अधिकार देखाउँछ। नेपालीमा जसरी हामीले देखेका छौँ, नामयोगी शब्दले मा, माथि, मुनि, अघि, पछि यस्तो शब्दहरू देखाएको हुन्छ। यस्ता शब्दलाई नै हामीले नेपालीमा नामयोगी र अंग्रेजीमा प्रिपोजिसन भनेर चिन्दछौँ। उदाहरणको लागि द बुक इज अन द टेबल। किताब कहाँ छ भनेपछि टेबल माथि छ, यसले स्थान देखाउँछ। सी अराइभ्ड एट 7 o'clock, यसले समय देखायो। दे वक टुवर्ड्स द रिभर, उनीहरू नदीतर्फ गए, यसले चाहिँ दिशा देखायो। अब समय देखाउने प्रिपोजिसनहरू के हुन् त, जस्तै एट, यसले चाहिँ एक्ज्याक्ट समय देखाउँछ। इक्जाम्पल दिएको छ यहाँ, द क्लास बिगिन्स एट 10 AM, कक्षा 10 बजे सुरु हुन्छ। अनको प्रयोग विशेष गरेर दिनको नामहरूमा र डेटहरूमा प्रयोग गरिन्छ। जस्तै वी हेभ एन एक्जाम अन मन्डे, सोमबारको दिन भन्नुपर्दा अन मन्डेको प्रयोग गर्छौँ। अन मन्डे मात्र होइन, बारको कुनै पनि नामको अगाडि हामीले अनको प्रयोग गर्छौँ। महिनाको नामको अगाडि जस्तै इन जनवरी, इन फेब्रुअरी। वर्षमा जस्तै कि इन 2007 यहाँ इक्जाम्पल दिएकै छ। कुनै सिजनहरू भयो जस्तै कि इन विन्टर, इन समर। सेन्चुरीमा पनि जस्तै कि इन 19th century, इन 18th century यस्तोमा पनि प्रयोग गरिन्छ। लङ पिरियड देखाउनको लागि पनि हामीले इनकै प्रयोग गर्छौँ, जस्तै इन 5 years। त्यसै गरेर समय देखाउनको लागि अर्को प्रिपोजिसन रहेको छ बिफोर। बिफोरको प्रयोग चाहिँ भन्दा अगाडि या भन्दा पहिलेको लागि प्रयोग गर्छौँ। फिनिश योर होमवर्क बिफोर डिनर, डिनर भन्दा पहिला नि तिमीले आफ्नो होमवर्क सिद्ध्याऊ। त्यसै गरी अर्को प्रिपोजिसन रहेको छ आफ्टर। आफ्टरको प्रयोग चाहिँ भन्दा पछिको लागि प्रयोग गर्दछौँ। जस्तै वी प्लेड फुटबल आफ्टर स्कुल, स्कुल पछि हामीले फुटबल खेल्यौँ। त्यसै गरी समय देखाउनको लागि नै अर्को प्रिपोजिसन छ ड्युरिङ। ड्युरिङ भनेको अवधिभरिमा, सुरुदेखि लिएर अन्तिमसम्मको जुन अवधि हुन्छ, समय हुन्छ, त्यो समय भित्रमा, त्यो समय भरिमै भन्नको लागि हामीले चाहिँ ड्युरिङको प्रयोग गर्छौँ। नोबडी स्पोक ड्युरिङ द मिटिङ, मिटिङ भरिमा कोही पनि बोलेन। समय देखाउने प्रिपोजिसनमा सिन्स पनि पर्दछ। यसको प्रयोग चाहिँ पोइन्ट अफ टाइमको लागि गरिन्छ। कुनै समयदेखि लिएर अहिलेसम्मको भन्नको लागि प्रयोग गर्छौँ। यसको नेपालीमा देखि हुन्छ। सी हेज लिभड हियर सिन्स 2020, उनी 2020 सालदेखि यहाँ बसेकी छिन्। त्यसै गरी फरको प्रयोग पनि यस्तै गरेर गरिन्छ। सिन्सको प्रयोग पोइन्ट अफ टाइमको लागि गरियो भने फरको प्रयोग चाहिँ पिरियड अफ टाइमको लागि गरिन्छ। फरको प्रयोग देखिको लागि पनि गरिन्छ, यसको प्रयोग चाहिँ सम्मको लागि पनि गरिन्छ। दे वेटेड फर 2 hours, उनीहरू 2 घण्टासम्म पर्खे। त्यसै गरी प्रिपोजिसन अफ टाइमको रूपमा बाईको पनि प्रयोग गरिन्छ। यसले विशेष गरेर भविष्यको समयलाई देखाउँछ। जस्तै बाई फ्राइडे भनेको शुक्रबारसम्ममा, सबमिट योर असाइनमेन्ट बाई फ्राइडे, शुक्रबारसम्ममा तिमी आफ्नो असाइनमेन्टलाई बुझाउनु भनेर भन्दैछ। अन्टिल वा टिलको प्रयोग पनि प्रिपोजिसन अफ टाइमको रूपमा नै प्रयोग गर्दछौँ हामीले। अप टु अ सर्टेन टाइम, यसको मतलब हुन्छ कुनै एउटा निश्चित समय अवधिसम्ममा। यसको नेपालीमा हुन्छ कुनै समयसम्ममा। जस्तै वी स्टेड अन्टिल मिडनाइट, हामी मध्यरातिसम्म बस्यौँ। प्रिपोजिसन अफ टाइमकै रूपमा फ्रम टु, यसले चाहिँ सुरुको अवधिदेखि लिएर अहिलेसम्मको अर्थात् बिगिनिङ टु एन्डसम्मको लागि प्रयोग गर्दछौँ। इक्जाम्पल छ स्कुल इज ओपन फ्रम सन्डे टु फ्राइडे, स्कुल आइतबारदेखि लिएर शुक्रबारसम्म खुला रहन्छ। प्रिपोजिसन अफ टाइमकै रूपमा विदिनको प्रयोग गर्छौँ। विदिनको प्रयोग पनि भविष्यको कुनै निश्चित समयभित्रको लागि प्रयोग गर्छौँ। बिफोर अ टाइम लिमिटको लागि प्रयोग गर्छौँ। जस्तै कम्प्लिट द प्रोजेक्ट विदिन अ विक, एक हप्ताभित्रमा यो प्रोजेक्टलाई सम्पन्न गर्नु। भित्रमाको लागि हामी विदिनको प्रयोग गर्छौँ र बाई भनेको सम्मको लागि गर्छौँ। दुईटैले भविष्यको समय देखाउँछ। सरल भाषामा बुझ्नको लागि एक्ज्याक्ट टाइम देखाउनको लागि एटको प्रयोग गर्छौँ भने डे र डेट देखाउनको लागि अनको, त्यस्तै महिना, वर्ष र सिजन देखाउनको लागि इनको प्रयोग गर्दछौँ। यो सम्झनको लागि सजिलो हुन्छ। अब कुरा गरौँ प्रिपोजिसन अफ प्लेसको बारेमा, अर्थात् स्थान देखाउने केही नामयोगी शब्दहरू जसले स्थानसँग सम्बन्ध देखाउँछ। फर इक्जाम्पल एट, एटको प्रयोग चाहिँ कुनै स्पेसिफिक ठाउँको लागि, एटको प्रयोग कुनै निश्चित केन्द्रबिन्दुको लागि गर्छौँ, स्पेसिफिक प्लेसको लागि गर्छौँ। फर इक्जाम्पल सी इज एट स्कुल, उनी स्कुलमा छिन्। त्यसै गरी इनले कुनै चिज भित्र रहेको भन्ने संकेत देखाउँछ। द बुक्स आर इन द ब्याग, पुस्तकहरू ब्याग भित्र छन्। त्यसै गरी अनले पनि स्थान देखाउँछ। अनले कुनै वस्तु कुनै चिज माथि छ भन्ने कुरा बुझाउँछ। द मोबाइल इज अन द टेबल, मोबाइल टेबल माथि छ। त्यसै गरी अन्डरले पनि स्थान देखाउँछ। यसको नेपालीमा हुन्छ मुनि। द क्याट इज अन्डर द बेड, बिरालो खाट मुनि छ। एबोभले माथि देखाउँछ, कुनै चिज भन्दा कुनै वस्तु माथि छ भन्ने बुझाउँछ। द फ्यान इज एबोभ माई हेड, मेरो टाउको माथि छ अर्थात् टच भएको छैन भन्ने बुझाउँछ।
त्यसै गरी बिलोले लोअर देन अर्थात कुनै चीज भन्दा तल छ भन्ने कुरा देखाउँछ। द टेम्परेचर इज बिलो 0 तापक्रम 0 भन्दा मुनि छ। बिट्विनले पनि स्थानलाई देखाउँछ कुनै चीजको बीचमा इन द मिडल अफ टु अर्थात दुईटा कुनै चीजको बीचमा कुनै चीज छ भने हामी बिट्विनको प्रयोग गर्छौं। नेपाल लाइज बिट्विन इन्डिया एन्ड चाइना चाइना र इन्डियाको बीचमा छ अर्थात दुई जनाको बीचमा छ भने बिट्विन गर्ने। दुई भन्दा बढीको बीचमा छ भने अमङको प्रयोग गरिन्छ। सी वाज सिटिङ अमङ हर फ्रेन्ड्स उनी साथीहरूको बीचमा थिइन् अर्थात यहाँ साथीहरू भनेको मोर देन 2 लाई देखाउँछ। त्यसै गरी बिहाइन्डले पनि स्थानलाई देखाउँछ। बिहाइन्ड भनेको एट द ब्याक पछाडि। द कार इज बिहाइन्ड द हाउस अर्थात घरको पछाडि कार छ। इन फ्रन्ट अफले अगाडिलाई देखाउँछ। द टिचर इज स्ट्यान्डिङ इन फ्रन्ट अफ द क्लास शिक्षक कक्षाको सामुन्ने उभिरहनु भएको छ। बिसाइड र नेक्स्ट टु ले छेउमा भन्ने बुझाउँछ। ही सेट बिसाइड मी ऊ मेरो छेउमा आएर बस्यो। त्यसै समय देखाउने शब्दमा नियर को मतलब हुन्छ क्लोज टु अर्थात नजिक। माई स्कुल इज नियर द हस्पिटल मेरो विद्यालय अस्पताल नजिकै छ। इनसाइड को अर्थ हुन्छ कुनै चीजको भित्र। नोबडी इज इनसाइड द रूम कोठा भित्र कोही पनि छैन। इनसाइड को अपोजिट हुन्छ आउटसाइड अर्थात बाहिरपट्टि। द चिल्ड्रेन आर प्लेइङ आउटसाइड विद्यार्थीहरू बाहिरपट्टि खेलिरहेका छन् या बाहिर खेलिरहेका छन्। ओभर को मिनिङ हुन्छ माथि। अ ब्रिज गोज ओभर द रिभर एउटा पुल नदीको माथिबाट जान्छ अर्थात टच हुँदैन माथिबाट जान्छ तर कभर गरेको हुन्छ। अपोजिट को प्रयोग स्थान देखाउनको लागि गरिन्छ। यसको मतलब हुन्छ सामुन्ने। द ब्याङ्क इज अपोजिट द पोस्ट अफिस ब्याङ्क पोस्ट अफिसको विपरीत दिशामा छ। त्यसै गरी अब हामी प्रिपोजिसन अफ डिरेक्सनको कुरा गर्दैछौँ अर्थात दिशा देखाउने शब्दहरू पूर्व पश्चिम यसतर्फ उसतर्फ यस्तो देखाउने शब्दलाई हामी प्रिपोजिसन अफ डिरेक्सन भन्छौँ। दे सो वेयर समवन अर समथिङ मुभ्स कोही व्यक्ति या कुनै चीज कता मुभ गर्छ भन्ने कुरा देखाउँछ यी शब्दहरूले। फर इक्जाम्पल टु ले तर्फ देखाउँछ। वी वक्ड टु स्कुल हामी स्कुल तर्फ हिँडेर गयौं। त्यसै गरी इन्टुले कुनै चीजको मुभमेन्ट बाहिरबाट भित्र भएको छ भन्ने कुरा देखाउँछ। द डग रेन इन्टु द रुम कुकुर दौडेर कोठाभित्र छिर्यो भन्ने कुरा देखायो। त्यसै गरी अर्को प्रिपोजिसन रहेको छ अनटु मुभमेन्ट टु अ सर्फेस अर्थात कुनै चीजमा गति भएर आएर कुनै सर्फेस माथि ल्यान्ड भयो अर्थात त्यहाँ बस्यो भन्ने कुरा देखाउँछ। सी क्लाइम्ड अन टु द रुफ उनी चढेर छतमाथि बसिन् भन्ने कुरा देखायो। त्यसै गरी फ्रमले स्टार्टिङ पोइन्ट अर्थात कहाँबाट सुरु भएको छ नेपालीमा यसको देखि पनि हुन्छ बाट पनि हुन्छ। ही केम फ्रम ऊ काठमाडौँबाट आयो। त्यसै गरी टुवर्ड्सले तर्फ देखाउँछ तिर देखाउँछ। इन द डाइरेक्सन अफ द बोय रेन टुवर्ड्स हिज मदर त्यो केटो आफ्नो आमातिर दौडेर गयो। त्यसै गरी थ्रुले पनि डाइरेक्सनलाई देखाउँछ। पासिङ इनसाइड अर्थात कुनै चीज भएर। वी वक थ्रु द फरेस्ट हामी जंगल भएर हिँड्यौं। त्यसै गरी एक्रसले फ्रम वन साइड टु अनदर एकातिरबाट अर्कोसम्मलाई हामी एक्रस भन्छौँ। दे स्वाम एक्रस द रिभर उनीहरू नदीको एकातिरबाट अर्कोतिर गयो। एलोङले पनि डाइरेक्सनलाई देखाउँछ। एलोङको मिनिङ हुन्छ फलोइङ अ लाइन अर्थात जसरी जसरी बाटो गएछ अनि लाइन गएको छ त्यही दिशामा जानुलाई अलोङ को प्रयोग गर्छौं। वी वक्ड अलोङ द रोड हामी जसरी जसरी रोड थियो त्यही भएर हामी गयौं। अपले माथि देखाउँछ टुवर्ड अ हायर प्लेस अर्थात माथिल्लोपट्टि देखाउँछ। ही क्लाइम्ड अप टु द हिल ऊ पहाड माथिसम्म गयो। त्यस्तै अप को अपोजिट मिनिङ हुन्छ डाउन डाउन भनेको मुनतिर तलतिर। टुवर्ड्स अ लोअर प्लेस समतल अलिकता तल भागतिर। द चिल्ड्रेन रेन डाउन द स्टेयर्स बच्चाहरू सिँढीमा दौडेर तलतिर गए भन्ने बुझाउँछ। त्यसै गरी पास्ट पनि एउटा प्रिपोजिसन हो। यसको अर्थ हुन्छ गोइङ बियोन्ड अर्थात कुनै चीज भएर अगाडि गयो। वी वक्ड पास्ट द म्युजियम अर्थात हामी जहाँ म्युजियम थियो त्यो भन्दा अगाडि गयौं त्यो भएर हामी अगाडि गयौं भन्ने चीज देखाउँछ। अराउन्ड भनेको वरिपरि। मुभिङ इन अ सर्कल एउटा सर्कलमा एउटा गोलो घेरामा वरिपरि घुमेको देखाउँछ। द अर्थ मुभ्स अराउन्ड द सन पृथ्वी सूर्यको परिक्रमा गर्छ वरिपरि घुम्छ। आउट अफले कुनै चीज भित्रै छाडेर बाहिर निस्किएको कुरा देखाउँछ। सी केम आउट अफ द क्लासरुम उनी कक्षा कोठाबाट बाहिर निस्किन्। अब हामी यहाँ केही कमन प्रिपोजिसनहरूको बीचको फरक थाहा पाऊ। एट अन र इन विशेष गरेर समयको लागि। एट को प्रयोग चाहिँ स्पेसिफिक टाइमको लागि गरिन्छ। एट 5:30 एट नून एट मिडनाइट। त्यसै गरी दिनको नाम अर्थात सन्डे मन्डे को लागि अन जुलाई 15 यस्तोको लागि पनि हामीले अन को प्रयोग गर्छौं र कुनै विशेष ओकेजन छ भने हामी अन को प्रयोग गर्छौं जस्तै अन माई बर्थडे। त्यसै गरी इन को प्रयोग महिनामा वर्षमा सिजनमा र पार्ट अफ डे मा। फर इक्जाम्पल इन मे इन जनवरी इन फेब्रुअरी या इन 2026 इन विन्टर इन द मर्निङ इन द इभिनिङ इन द आफ्टरनुन। तर याद राख्नु होला रातिको लागि एट नाइट को प्रयोग गरिन्छ।
त्यसै गरी अब कुरा गरौँ केही कमन प्रिपोजिसन अर्थात् त्यही प्रिपोजिसन जसले समयको साथसाथै स्थान पनि देखाउँछ। एट, इन, अन जस्तै कुनै निश्चित ठाउँ देखाउनु छ भने एट, कुनै ठूलो ठाउँ देखाउनु छ भने इन र कुनै पर्टिकुलर सर्फेस माथि देखाउनु छ भने अन। इक्जाम्पल छ एट स्कुल, एट होम, एट द स्टेसन, कुनै निश्चित स्थानमा देखायो। त्यसै गरी इन नेपाल ठूलो ठाउँ भयो, इन अ रुम एउटा घेरा भित्र भयो, एउटा सर्कल भित्र भयो, इन अ सिटी एउटा ठूलो शहर भित्र भयो। त्यसै गरी अनको प्रयोग अन द वल कुनै सर्फेस माथि, अन द फ्लोर भुइँमाथि, अन द टेबल माथि भन्ने कुरा देखायो। आफूले सिकेको कुरा जानेको कुराको अभ्यास गर्न पाइयो भने निकै आत्मविश्वास जागेर आउँछ। त्यही आत्मविश्वास जगाउने उद्देश्यले यहाँ 4 किसिमको अभ्यास दिएको छ, जसमध्ये ए मा फिल इन द ब्ल्याङ्क छ, त्यस्तै बी मा चुज द करेक्ट प्रिपोजिसन छ, त्यस्तै सी मा करेक्ट द एरर्स छ र डी मा मिक्स च्यालेन्ज छ। त्यसमा फिल द करेक्ट प्रिपोजिसन गर्नुपर्ने छ। अब हजुरहरूले सिकेको सम्पूर्ण कुराको एकचोटि अभ्यास गर्नुहोस्। यसको उत्तर यही डिस्क्रिप्सनमा दिइएको छ, पहिला बनाउनुहोस्, त्यसपछि एकचोटि भेरिफाई गर्नुहोस्। यदि तपाईँहरूको बढीभन्दा बढी उत्तर सही छ भने बधाई छ, तपाईँहरूले राम्ररी प्रिपोजिसन सिक्नुभयो। र यदि कहीँ गल्ती भइरहेको छ भने यसलाई दोहोऱ्याएर तेह्राएर हेर्नुहोस्। यदि भिडियो मन परेको छ त्यसलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र अझ केही कुरा सिक्न मन छ, केही मनमा डाउट छ भने तल कमेन्ट बक्समा लेख्नुहोस्। म सक्दो त्यसको उत्तर दिने प्रयास गर्नेछु र अरू साथीभाइहरूलाई पनि यसको आवश्यकता होला, उहाँहरूलाई पनि सेयर गरेर सहयोग पुर्याउन म आग्रह गर्दछु। धन्यवाद।